guys, welcome back to our channel. So आज चाहिँ it's a very big day. आज चाहिँ Happy Vijaya Dashami 2081. Happy Vijaya Dashami mommy. So हामी चाहिँ आज रेडी भइसक्यौँ हैन, अहिले चाहिँ रेडी भएर अनि we are starting the vlog. गाइज यो पालिको दसैँ चाहिँ हाम्रो लागि एकदम स्पेशल छ हैन, एकदम बडा भन्दा पनि बडा दसैँ छ किन भन्दाखेरि चाहिँ आफ्टर लाइक इयर्स एन्ड इयर्स पछि हैन, कति इयर्स पनि भयो थाहा छैन हैन, तर इयर्स एन्ड इयर्स पछि चाहिँ हामी होल फ्यामिली, हाम्रो फ्यामिली जोइन्ट फ्यामिली हो नि त, अनि इट्स अ भेरी बिग फ्यामिली। अनि तर अनि हामीले चाहिँ दसैँसँगै बसेर नमनाएको थुप्रो भइसकेको थियो, धेरै साल भइसकेको थियो, तर आज चाहिँ फाइनली यो साल चाहिँ जुर्यो। अनि त्यसपछि अब आज चाहिँ हामी अझै कम्प्लिट भएको छैनौँ, हाम्रो दिपा दिमा अनि बहिनी दे आर मिसिङ होइन। अनि त्यसपछि उहाँहरूलाई पनि यहाँबाट ह्याप्पी ह्याप्पी दसैँ। अनि आज चाहिँ हामी मामाको हातको टिका प्लस मुमाको हातको टिका प्लस मम्मी ड्याडीको हातको टिका पनि लाउन जाँदैछौँ अनि दक्षिणा थाप्दैछु। सो इट्स अ भेरी स्पेसल डे फर अस भन्दै हाम्रो आजको भ्लगलाई चाहिँ अब कन्टिन्यू गर्छौँ, हेर्दै जानु होला। ओटिडी ल अब चाहिँ हामी जाऊँ नि। यही राखिदिन्छु म त। यहाँ चाहिँ रेडी गर्दै हुनुहुन्छ ड्याडी। परिवारमा बाजे माइलीमा दिने यो सिङ्गीमा पार हामीले गरेको यो कुनै चोरीहरू एउटा गर्न चलाउनु पर्ने अब के नानी सबै नाम कमाउनु है, पैसा धेरै कमाउनु हुँदैन, तिमी के नानी घर बस्नु अर्को घर किन्नु फेरि युकेमा मेरो चेलीहरूले गाडी अहिले खोल्नु हुँदैन बाहिर कसले उडाइ लैजाओस् उदो जाँदा चाहिँ खोला नालाले समुद्र
सकिहाल्छ त ल अहिले त गर्नु आशीर्वाद त्यहाँ ठिक म त गरिहाल्छु नि के काम छ टोपी बिरुवा फले जस्तै चलिराख्नु अरे भन्थे बाजे पुर्खाले अलिक यो दिपा बलिराखे जस्तै बलिराखे बलिराख्नु अरे खै त भन्नु चाहिँ लामा आयो हाँसिलो हुनुहुन्छ अझै धेरै हाँसिलो हुनु 1000 वर्षको आयु हुनु अहिले तपाईँको अहिले यत्रो सानो सानो निधार भयो भने अर्को साल अलिक ठुलो होस् परसम्म सबै केस झरेर हामी त सानो त्यही त मिलाउँदै चाहिँ पछि धेरै साल नै मनाइसक्यो अझै पनि मनाइराख्नु पाउँ न हामी त धेरै धेरै वर्षै मनाउँछ भाउजू किन उतापट्टि बस्नुभएको ठिकै छ ल दाजु आशीर्वाद चाहिँ मनमनै दिन्छु है तपाईँलाई मनमनै दाजुलाई ठुलो लाउरे भएर मलाई कोट ल्याइदिनु युकेबाट आउँदा यही छ त कोट पहिला त्यसो भन्थ्यो कि फोटो खिच्नु न हेलो सानो मान्छे के हुँदैछ हौ काका दाजु हजुर के ल्याइदिउँ भन्नु त तपाईँले मम्मी दसैँ कस्तो भयो एकदमै खुसी लागेको छ मलाई त दसैँ रमाइलो भयो है हाम्रो सानो बुनु सबभन्दा घरको सानो बुनु सो अब हामी चाहिँ सबैजना फ्यामिलीहरू काट्ने साट्ने हुँदैन यहाँनिर हामी सबै फ्यामिलीहरू चाहिँ अब माथि ग्रुप फोटोसुट गर्न जाँदैछौँ फ्यामिलीको फोटोसुट भनौँ न फोटोसुट त के भन्नु तर फ्यामिली फोटो खिच्न जाँदैछौँ माथि के भयो रोयाको नेट नचलेर राम्रो आउँदैछ है सो अब चाहिँ हामी जाऊँ मासतिर मासतिरै हो सो लेट्स गो हेलो हेलो ह्याप्पी दसैँ सबजनाले त हेर्नु अयो सास त पनि गयो कालो निस्किन ओइ ए छ 1 2 3 स्टार्ट ह्याप्पी दसैँ सो हामी चाहिँ अहिले यहाँ बेलुका टिका लाउने कार्यक्रम लगभग सक्यो होइन अनि त्यसपछि हामी चाहिँ अहिले यहाँनिर पर त्यो बर पिपल चौतारी छ अनि त्यहाँनिर चाहिँ हामी फोटोसुट गर्न जाँदैछौँ अहिले चाहिँ बेलुका भइसक्यो कति 5 बजिसक्यो सो फाइनली वी आर हियर धनबारी त कहाँ तल छ
त्यही त तल्लो छ यहाँबाट त जाँदा सो हामी चाहिँ अहिले धानबारी आइपुग्यौँ उता छ त लाइट त उता आउँछ राम्रो फोटो खिच्नलाई होइन है यहाँ सो गाइज हाम्रो चाहिँ यही रात पर्यो होइन फोटो सुट गऱ्यौँ हल्का हल्का खासै राम्रो त आएन मात्रै हो है धेरै होइन है हामी ढिलै आएको थियौँ अनि त अझै यहाँनिर हाम्रो दुईजना म्याडमहरूको चाहिँ यहाँ खिचिक खिचिक सकेकै छैन अनि इयाले चाहिँ खिचेन प्रन्सा र मैले प्रन्साले मेरो र मैले प्रन्साको खिच्यौँ त्यसरी अनि तर आई डोन्ट नो भिडियो चाहिँ कस्तो आएको छैन अब घरमै गएर हेर्ने हो एकैचोटि अनि अझै घरमा गएर टिका अझै घरमा गएर टिका लाउनु बाँकी छ सो हामी चाहिँ त्यसको लागि जाँदैछौँ अनि घरमै गएर भेटौँला बाई बाई सो हाम्रो दसैँ चाहिँ सक्यो अब आजको दसैँको 26 गतेको दसैँ चाहिँ सक्यो दसैँ चाहिँ पूर्णिमासम्म छ तर आजको हाम्रो दसैँ चाहिँ सक्यो यतै सो आज चाहिँ हामी भ्लग एन्ड गर्दैछौँ सी यु गाइज इन नेक्स्ट भिडियो टिल देन किप स्माइलिङ बाई